हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ तपाईलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म कामको भिडियो देखाइरहेको छु। यो हाम्रो चाहिँ मन्थली पिपिएम आउँछ है, सर्भिसिङ भनौँ न, एसीको सर्भिसिङ गर्न जाँदैछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यो मेरो पछाडि देखिरहनु भएको छ, यो एसी ठुल्ठुलो एसी छ। यसको चाहिँ हामीले आज सर्भिस गर्छौँ हैन। अब महिनामा आउँछ यसको पर्मिट, मतलब काम गर्नु भनेर पर्मिट आउँछ। अनि त्यो पर्मिटको आधारमा हामीले चाहिँ यसको यो पिपिएम गर्छौँ हैन। यसको पनि मोडल नम्बर र नाम हुन्छ, त्यही अनुसारले हामीले चाहिँ फलो गरेर हेर्छौँ। पछाडि देखिरहनु भएको छ यो एसीहरू। अब यसको चाहिँ पुरै यसलाई खोलेर चाहिँ यसको के छ भित्रहरू तपाईँलाई म देखाउने छु, पार्ट पूर्जाहरू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अब म भिडियो सुरु गर्न गइरहेको छु। प्लिज च्यानललाई सब्सक्राइब। गर्मी भइरहेछ अहिले है, गर्मीको सिजन सुरु भइसकेको छ। यसरी चाहिँ मेरो साथीले पानी हाल्दैछ, मैले चाहिँ अहिले ओपन गरिदिरहेको छु। फिल्टरहरू निकाल्नुपर्ने हुन्छ, मैले यहाँ फिल्टर निकालेको छु। यहाँ साइडमा हुन्छ फिल्टर चाहिँ हैन, यसरी फिल्टर यहाँबाट तान्यो यसरी। यसलाई यो पनि लास्टै धुलो हुन्छ हैन। यो चाहिँ ड्रेन पाइप हो, त्यो एसीको पानी अलिअलि आइरहन्छ यहाँबाट, अनि यो ड्रेनबाट यता निस्किन्छ। यो यसरी फिल्टर निकाल्यो, फोर हुन्छ क्या यो निकाल्नुपर्ने हुन्छ। यसरी यसरी पखाल्यो। यसको भी वास गर्न परेको छ। यो चाहिँ एयर फ्रेसनर हो है, एयर फ्रेसनर हो। यो चाहिँ हामीले ठन्डा महिनामा चाहिँ यसलाई ओपन गरेर हुन्छ। अहिले चाहिँ यो बन्द छ हैन। अब यसलाई बन्द गरेन भने चाहिँ तातो हावा गएर चाहिँ भित्र तातो हुनसक्छ। त्यसैले चाहिँ अहिले हामीले बन्द गर्छौँ यसलाई। ठन्डी लागेपछि खोल्छौँ। यसको डोर हुन्छ, त्यहाँ सटर हुन्छ हैन। यहाँनिर चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु। यो चाहिँ कम्प्रेसर भयो दुईवटा ठुल्ठुलो, सर्किट नम्बर 1 र सर्किट नम्बर 2। यो भित्रको चिजहरू चारवटा फ्यान भइहाल्यो हैन। यो यसले नै हो मेन काम गर्ने चाहिँ, चिसो कुलिङको लागि चाहिँ काम गर्ने यिनै चिज हो दुईवटा। अनि यता पछि त्यहाँबाट कुलिङ भएको यहाँ पछाडि आइपुग्छ। अनि त्यहाँबाट चाहिँ फाल्ने हुन्छ। यो चाहिँ एभोपरेटर भन्छ यसलाई हैन। यसबाट चाहिँ कुलिङ हुन्छ। अनि यो ब्लोअर मोटर यो घुमेर चाहिँ चिसो हावा उता फ्याँक्ने काम गर्ने गर्छ। यसैले नै यसलाई चाहिँ ब्लोअर मोटर भन्छौँ हामी चाहिँ है। यो कन्डेन्सर कोइल भयो यिनीहरू चाहिँ। हेर्नुहोस् लास्टै गर्मी भइरहेछ है, सुरु भइसकेको। मैले चाहिँ सबै एसीहरू खोलिसकेको छु है। गर्मी एकदमै छ है, घाम लागिरहेछ। अनि सबै एसीहरू चाहिँ खोलिसकेको छु। अब साथीले पर पानी हाल्दैछ है। गर्मी त भन्नै पर्दैन, हेर्नुहोस् छुइ नसक्नु घाम छ। हेरिसक्नु भयो है, घाम टलक्क टल्किरहेछ। पसिनाहरू पनि आउन थालिसक्यो गर्मीले। अब चाहिँ म एकछिन रेस्ट गरेर चाहिँ यो एसी पुनः प्याक गर्नेछु है। किन अब सबै खोलिसकेको छु। अनि साथीले पानी हाल्दै गर्छ होइन, हालिसकेको छैन। एकछिन चाहिँ म बसेर चाहिँ यसलाई प्याक गर्ने गर्छु। त्यसपछि हजुरलाई म प्याक गरेको म भिडियो देखाउँछु। यसरी हामी सर्भिसिङ गर्छौँ होइन। यो माटो जति सबै यसरी पखाल्नुपर्छ होइन। यो सफा गऱ्यो भने चाहिँ राम्रो कुलिङ दिने काम गर्छ। त्यही भएर हामीले महिनामा चाहिँ यसरी सर्भिसिङ गरिराख्छौँ। यो कन्डेन्सर कोइल भन्छ, यो कोइलमा चाहिँ माटोहरू जम्छ। माटो जम्ने कारणले गर्दाखेरि अब राम्रो कुलिङ दिन सक्दैन। त्यही भएर चाहिँ यसरी मजाले साफ गऱ्यो। यो फोरहरू चाहिँ यसरी निस्किरहेको हुन्छ मजाले साफ गरेपछि। त्यो साथीले चाहिँ अब एसीहरू 2-3वटा धुइसकेको छ। अब त्यो धुइसकेकोलाई चाहिँ म प्याकिङ गर्न जान्छु है। प्याकिङ गर्नुपर्ने हुन्छ होइन। यो चाहिँ फ्रेस एयरको फिल्टर हो होइन। फिल्टरलाई चाहिँ यसरी टक्क लगाइन्छ। यसरी यो चाहिँ सबै हामी प्याक गर्दै जानेछौँ।
ओके साथीहरू, मैले फाइनल्ली चाहिँ सबै एसीहरू बन्द गरिसकेँ है। अब यसलाई चाहिँ हामी चालु गर्न गइरहेको छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ